बुधबारदेखि हामी काठमाडौँ छोडेर हिँडेका। मलाई काठमाडौँका क्षेत्रमा सातकाले जनताले सोध्दै हुनुहुन्थ्यो आफ्नो क्षेत्र छोडेर कहाँ जाँदै हुनुहुन्छ भनेर। तर अब एउटा क्षेत्र मात्र होइन, यो देशका 165 निर्वाचन क्षेत्रबाट हामीले घण्टी बजाउनु छ। मेरो क्षेत्रमा त तपाईहरुले बजाइ जानुहुन्छ नि, त्यसकारण यो देशको कुना कुनामा पुग्नु छ भनेर हामी हिँडेको। गत बुधबार दोलखा पुग्यौं, त्यसपछि 22 घण्टाको यात्रापछि हिजो सुर्खेतमा पुग्यौं र सुर्खेतबाट हिजो बेलुका यहाँ आएर यहाँहरुसँग आज ज्ञानको र्यालीमा सहभागी हुन पाउँदै गर्दा त साँच्चै यहाँहरुले पठाएको सन्देश यथार्थमै बनियो। हेर्नुस् त यो जनसागर कसैले मासु भात खानको लागि बोलाएको होइन, गाडीमा तेल हालेर पेट्रोल दिएर बोलाएको पनि होइन। त्यसकारण यो जनसमुदायलाई, यी नेपाली जनतालाई म मेरो व्यक्तिगत तर्फबाट उच्च सम्मान प्रकट गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्र तर्फबाट उच्च सम्मान प्रकट गर्दै म यहाँ आउनुभन्दा अगाडि, हामी यो यात्रामा निस्किनुभन्दा अगाडि सभापतिज्यूलाई भेट्नको लागि म नक्कु पुगेको थिएँ। सभापतिज्यूसँग थोरै संवाद गरेका सन्देशहरू पनि म यहाँलाई सुनाउन चाहन्छु। जुनसुकै बहानामा डरका कारण आफ्नो राजनीतिक भविष्य सकिन लाग्यो भनेर राष्ट्रिय स्वतन्त्र पार्टीमाथि गरेको त्यो जौतोपी हमला र आक्रमण अनि सभापतिज्यूलाई झुटो मुद्दा लगाएर प्रोफेसरको लागि चुनावमा पुर्याउनेहरू, आफ्नो राजनीतिक भविष्य अब अन्धकार हुन लाग्यो, आफ्नो राजनीतिक भविष्य सकिन लाग्यो, आफ्नो राजनीतिक दलका सबै ढोका बन्द हुन लागे भनेर आक्रमण गर्नेहरू, ती सबैले जस्तो सुकै आक्रमण गरे पनि, छातीमा गोली हाने पनि, मलाई मारे पनि यो लडाईँमा लड्न तयार छु, म लडाईँ लडिरहेको छु। सुनाइदिनुस् मेरो तर्फबाट सम्पूर्ण नेपाली जनतालाई, तपाईहरुको साथ र समर्थनमा उठाएको यो घण्टीको अभियान तब मात्र टुङ्गिन्छ जबसम्म तपाईं हामीले देखेको सपना पूरा हुँदैन, जबसम्म भ्रष्टाचारीहरूलाई निमिट्याउन पाइँदैन र यो देशमा घण्टी मार्फत सुशासन कायम गरिँदैन अनि समृद्धिको सपना पूरा गरिँदैन, तबसम्म घण्टीको अभियान चलिरहन्छ। त्यसकारण मैले जस्तो सुकै दुःख भोगे पनि, मैले जस्तो सुकै समस्या भोगे पनि यो लडाईँमा म कतै डगडुग्याउँदिन। त्यसकारण नेपाली जनताले पनि कहीँ कतै डगमगाउनु हुँदैन, मन बदल्नु हुँदैन, घण्टी मार्फत परिवर्तन गर्नुपर्छ, मत परिवर्तन गर्नुपर्छ। यो सन्देश प्रत्येक नेपाली जनतालाई पुर्याइदिनुहोस् भन्नुभएको छ।